यस्ता सुन्दा यो कुरा सुन्दा म कोमामा गए पो माया म कोमामा गए नाता जोड्न त खप्परमा भए पो माया पानको पात छडायो अरे कब तक करोगी हे बिहान भइसक्यो पागल गर्छौ तोड्नेर फोड्ने तिम्रै भाग्य छैन मसँग नाता जोड्ने माया पानको पात फटाउ प्लिज तपाईँले डबल गरिदिनु ल के भाथ्यो र माया के भाथ्यो र माया गीतै भुले क्या गीतै भुले यार भाकै भुले यार न त मैले तिमीलाई मन पराउँछु मेरो छोरीलाई भोलि अम्बानीको नातिसँग बिहे गराउँछु माया पानको पात फटाउ कुन्द्रुको जस्तो कपाल भएको मान्छेले अम्बानीको छोरीसँग बिहा गर्थे डबल ट्याप मासु होइन खाउ तिमीले गुन्द्रुक माया खाउ तिमीले कुन्द्रुक माया कपाल पनि बासी कुन्द्रुक माया पानको पात चलाउ दुनियाँको छोरी जिस्काउने खालेलाई कर्ली भन्छ के थाहा यो कालेलाई माया पानको पात फर्काउ जे देख्यो त्यही मैले लेख्छु त माया त्यही मैले लेख्छु त कपाल त पहेँलो ए इन्डियाको म्यागी चाउचाउ देख्छु त माया पानको पात तिमीलाई मैले गाली दि भगाको 30,000 दाम तिरी लगाको कलर पानको पात फटाउ कहिले काहीँ डुङडुङ ती गनाउँछु माया डुङडुङ ती गनाउँछु हाम्रो घरमा यस्ता कपाल मैले फ्रीमा बनाउँछु माया पानको पात मलाई पनि चान्चुने गन्या छ माटो दली बनाम्ला भन्या छ माया पानको पात फटाउ पल्लाघरे गाउँमा पिङ छ माया गाउँमा पिङ छ चरा मारेर कपालको हेर त पखेटाबाट त आइरिङ छ इयररिङ छ माया पानको पात फटाउ बिचरा बाटोमा हिँडेको चरालाई मारेर पुरा पखेटा काटेर पुरा इयररिङ बनाएको छ यार पुरा पनि हावा नै गर्छ है यो इयररिङ्सलाई 15,000 पर्छ है माया पानको पात फर्काउ सबैले जिताउनु ल सबैले स्क्रिनमा डबल ट्याप गरिदिनु छिटो म पागल भइसके भरै यसका कुरा सुनेर गफ सुनेर म कोमामा गइसके भरै पानको पात ए दुनियाँको जताततै रङ्ग नै छर्या छ के न आफूलाई सधैँ चाहिँ गर्या छ माया पानको पात फर्काउ मेरो खेदो खन्दै छे यस्ता चाउरी परेको सुड्डी आई मैले 17 वर्षको भन्दै छे माया पानको पात ए कुरा पनि फुलबुट्टा भरेको खैका देख्यौ म चाउरी परेको माया पानको पात फर्काउ जति बोले नि मैले मुख सिल्दैन माया मैले मुख सिल्दैन चाउरी परेको ठाउँ भन्न मिल्दैन माया पानको
खुब भनी आफूलाई खुब भनी कति साह्रै कुच्चेको रूप पनि माया पानको पात फर्काऊ यही रूपमा च्वाक च्वाक केटी मर्छन् यार मेरो अनुहारलाई कुच्चेको भनी धेरै बोल्दा पार्दिम लाचिरा माया पार्दिम लाचिरा अनुहार पनि के यस्तो झुसिल्किरा माया पानको ट्रिपल गाइस प्लिज गाइस मेरो विन बचाउनु पर्छ ल गाइस प्लिज किन होला तिमीलाई पीरा म हुँ हिरा तिमी नै झुसिल्किरा माया पानको पात फर्काऊ मलाई कमजोर दोरी माठाने कि माया दोरी माठाने कि अर्काको बुढालाई जिस्काउन जाने कि माया पानको पात फर्कामा आफूले आफूलाई फटामै गन तिमीलाई कहिले जिस्काए लौ भन माया पानको पात फर्काऊ तपाईँले स्क्रिनमा डबल ट्याप गर्नु सबैजनाले प्लिज मेरो खेदो खन्दै थी टिकटकमा मेरो खेदो खन्दै थी फोन नम्बर मागेर लेक साइड जाम भन्दै थी माया पानको पात फर्कामा ए हिरोसँगै म बिहे गरिदिन्छु तिमीसँग लेक साइड जान भन्दा त बरु म मर्दिन्छु माया पानको पात फर्काऊ तातो पानी पिउला भरे तातो पानी पिउला मरन बरु रसी किनेर दिउला माया पानको पात हेर खुब फटा भाछ धुरमुसको भन्दा नि गएको कट्टुला छ माया पानको पात फर्काऊ भाका फेर्दैछ यो आइमाईले भाका फेर्दैछ अर्काको बुढाले कस्तो कट्टु कस्तो अन्डरवेयर के लाउँछ भनेर टाप हेर्दैछ माया पानको पात तालानी साँचो तिम्रो कट्टु हेर्नलाई के खाँचो माया पानको पात फर्काऊ अलि रोमान्टिक गाउनु पर्यो भन्नुभएको छ रोमान्टिक गाउन त उहाँ रोबिनजीको अनुहार पनि हुनु पर्यो नि यति प्लस भन्ने फर्का हो तिम्रो बाली हो के फर्काउने धेरै फर्काउँदाखेरि घरमा श्रीमती गर्भवती भई अब फर्काउँदा को हुने हो आऊ लास्ट गेम खेलौँ गाइज बुस्टिङ जम्मा भयो थ्याङ्क यू टाइफनजी बुस्टिङ जित पर्यो धन्यवाद छ साथीहरू ल यो म्याच जिताइदिनु त्यो उडाइदिनु त सबैले उडे 27 मिनेट गाइज कसैलाई खान दिने गाइज ओके साथीहरू ल जिताइदिनुस् त हेरेको गराइदिनुस् त ल स्क्रिनमा डबल ट्याप गर्नु ल फर्का हो तिम्रो पाली हो तिमीले मलाई छैनौ नि किनेको भरे तिमीले मलाई छैनौ नि चिनेको के दुनियाँलाई के मैले कट्टु देखाउनु भनेर मैले किनेको माया पानको यसो नाच्देऊ न हेर डान्स दुनियाँलाई गफैमा भुलाउँछौ जन्मदिनमा कतिवटीलाई डुलाउँछौ भोलि पानको पात फर्काऊ ल म डान्स गर्छु होइन भोलि रोबिनजीको बर्थडेको लागि एउटा डान्स अलिकति टिपिकल गीतमा नाचौ सबैजनाले सपोर्ट गर्नु पर्यो त्यो 27 विन चाहिँ हामीले उडाइदिनु पर्छ साथीहरू अरू केही होइन यो हाम्रो रोबिनजीको लागि चाहिँ जन्मदिनको उपहार हामीले त्यो 27 विन खाइदिनु पर्छ ल धन्यवाद ल म नाचे तिम्रो घरतिर म
तिम्रै घरतिर म त धाइसके बरै म त धाइसके लेक साइडको होटल बुक गरेर आइसके माया पानको पात माया तिमीलाई सम्झन्छु बाँदरको रातो दुनियाँको भरैमा पर्ने भो फेरि के उपद्रो गर्ने भो माया पानको पात फर्काऊ साथीहरू जिताउनुहोस् न म डान्स पनि गर्छु यस्ता कुरा तिमीले जान्दिनौ माया तिमीले जान्दिनौ तिमीसँग जाउँ भन्दा किन तिमी मान्दिनौ माया पानको पात ए दुनियाँ जस्तो म कहिल्यै भइन है अर्काको जुठो खाने चलन छैन है पानको पात फर्काऊ जान्छन् भन्छस् मलाई जहिले अर्काको पो हेर्दिन म कहिले माया पानको पात फर्काऊ पाउने भएपछि तिमीले ज्वान हो खाउली गीतै भुले यार सबैले स्क्रिनमा डबल ट्याप गरिदिनु छिटो जिताउनु पर्यो भने क्या हेर टुक्कै भुले माका यार गीतै भुल्दिरा गाइस ट्रिपल ठ्याक्कै मुख माया मनमा आएन के तेरो बोली मैले बन्द गर्नु थिएँ ल हेरौँ ल फर्काउ ल त फर्काउ त कस्तो भुले यार आफ्नो त उमेर छ खाइन्छ डुलिन्छ बुढेसकालमा त्यस्तै हो भुलिन्छ माया पानको पात फर्काउ हेर मक्ख परे जित्ने चान्सै छैन रमाएको मेरो गाउँ तिमीलाई फुल दिन्छु मेरो गाउँमा आऊ तिमीलाई फुल दिन्छु झोक्चल भने तिमीलाई पनि भुल दिन्छु माया पानको पात फर्काउ 60 थियो अब 61 साल भयो त रोबिन 61 साल भयो त तिमीले भुलेर मलाई के बाल भयो त माया पानको पात फर्काउ ए जताततै ढुल्या छ मन के रे मलाई माया गर्ने दुनियाँ छन् के रे माया पानको पात फर्काउ हिरो छन् मलाई माया गर्ने तिमीले भुलेर तिम्रो पुच्चेको अनुहारले भुलेर मलाई के मतलब भने क्या फर्काउ साथीहरू जिताउनुहोस् न भनेको उसले जित्यो हेर मक्क पर्या रमाएको हेर पुच्चेको अनुहार रमाएको हेर बोल्दा यो आइमाईले वाक्क लाउँछे माया यो आइमाईले वाक लाउँछे तो जब कुन्दुक जस्तो कपालको धाक लाउँछे माया पानको पात फर्कामा मन पर्या भए जाऊ बनाऊ गएर बजार यही कर्लीमा लट्ठा छन् हजार माया पानको पात फर्काउ मैले यस्तरी घुर्छ कि माया यस्तरी घुर्छ कि बाख्रा बाहेक जस्तो उसको स्वर छ कि माया पानको पात यस्तरी घुर्छ कि माया यस्तरी घुर्छ कि त्यो कपालभित्र मच्छर अड्छ भने सास फेर नपाएर भित्रै मर्छ कि माया पानको फर्कामा ए भन्छौ मलाई के गर्ली भन्छौ मलाई के गर्ली सबै फिदा देखेर यही कर्ली माया पानको पात फर्काउ मान्छेलाई चिन माया कपालमा मोटल छर्केर आगो लाएर ताक्लु भएर हिँड माया पानको पात फर्काउ ए पाइराख्छ मेरो नै झड्का कपाल देख्दा नि डागर छ यो खड्का माया पानको पात फर्काउ जिउँदैछु म छैन म मरेको माया छैन म मरेको माया कपाल त कताको कपालको कुरा गरेको माया पानको पात फर्काउ
खोला खोला मनमुटु खोला खोल्नी भए मनमुटु खोला मनमुटु खोला तिम्रो हो धेरै नबोल माया पानको पात फर्काऊ ढाँटे कि आई मैले के विधि 17 वर्ष भनेर ढाँटे कि माया अर्काको बुढालाई पट्टाउन आँटे कि माया पानको फर्कामा ए अहिलेसम्म मेरो भा छैन मेरो उमेरै भा छैन तिमीलाई पट्टाउन मेरो दिन गा छैन माया पानको पात फर्काऊ गेम प्लेयरलाई एउटा लास्ट हे चबाउनलाई म के उखु गन्न हो र माया उखु गन्न हो र माया मलाई पटाउनको लागि के बिस्ताराको म तन्न हो र माया पानको पात फर्कामा फर्क दुनियाँलाई पागलै गराउँछ रौसी खाएर के विधि कराउँछ सधैँ पानको पान फर्काऊ हेर भएको छ झ्यापनै भएको छ मासु रौसी खाएर आएको छ आज पानको पात फर्काऊ छैन परे यो मुटुमा तिम्रो नाम लेखेको माया तिम्रो नाम लेख रक्सी खाँदा म तिमीलाई झन् काली देखेको माया पानको फर्कामा छैन तिम्रो गीत गाउने सो म त काली काली दिलवाली हो म त माया पानको पात फर्काऊ साथीहरू जिताउनलाई होला गेम भन्नुभयो जिताउ बाँच कि मार माया कि राख कि मार माया त्यसरी हल्ला र मेरो भिरलाई उल्लु नपार माया पानको पात हेर रूपरङ्गे छेक्या छ त्यो कालो चस्मा लगाउँदा त त्यो अन्धो माइनी झै देखिया छ माया पानको पात फर्काऊ रिसिट मलाई यो अब मरी माया यो अब मरी यस्तो हेन्सम मान्छेलाई अन्धो भनेर यसले मेरो बेइज्जत गरी माया पानको फर्कामा हो अलिकति यसरी गायो भने उहाँलाई ठेस पुग्न जाला के को ठेस हो ए देख्दा पनि चिल्ला छन् चाम्रा छन् तिमी भन्दा त त्यो भ्याकुते माइलो दया राम्रा छन् नयाँ पानको सरी है उहाँको ए जापानतिर तिमीलाई नि भगाउलान् माया तिमीलाई नि भगाउलान् भ्याउते भन्दा उठी बास लगाउलान् माया पानको पात फर्काऊ रोकिदिउँला है मैले तिम्रो सास दुनियाँले भन्दा केही नहुने मेरो के उठी बास भए पानको पात झगडा गरेर टिकटकमा आकी छ माया टिकटकमा आकी छ भ्याउते गफ सुनेर अब मालदाईको रिप्लाई हेर्न बाँकी छ माया पानको पात फर्काऊ गाइस प्लिज मेरो विनिस पछाडि गाइस सबले प्लिज झगडा प्लिज गाइस सबले हान मलाई सबले गिफ्ट हान मलाई सबले सपोर्ट हान भ्याकुते माइला दाइलाई धेरै नै सम्मान मेरो पानको पात फर्काऊ भनेकोमा नि माया भनेकोमा लास्ट फकाएर अङ्गलमा र पिठ्युमा चक्कु हानी माया पानको पात फर्काऊ खायो रोबिनले गिदी मेरो रोबिनले गिदी ह्यान्डसम पनि छन् बाजे के विधि माया पानको पात फर्काऊ गफमा मेरा कुरा लत्या कि मुनाले मेरो कुरा लत्या कि भरे त्यही भएर त बिउले पत्ता कि माया पानको पात फर्काऊ रोबिनले सबैजनाले तपाईँहरू दुईजना डान्स गर्ने भन्नु भएको थियो होइन एकैछिन आइडी उठ्दैन थोरै
म त नाच्दिनँ हो मेरो आइडुड चाहिँ यार म आइडुड भने 6200 मेरा मित्र कहाँ जाने लास्ट गेम भयो अब तपाईँ नाच्नुहोस् बरु म अब जान्छु अन्त मेरो टाइम भयो उता अर्काले पर्खेर बसेन रे गाइज आशिकालाई वेट गर्न भन्नुहोस् त अब जानुपर्छ आशिकासँग टक्क नाच्नु त भाइ हेर के भएर अबि ला सरी या हाम्रो माइला दाइले मायाले पो हामीले रोबिनजी र मैले मायाले पो भने लास्ट टाइम मेरो नाम पनि जोडी है मैले भनेको होइन ल लास्ट टाइम मलाई बिचा पार्दी यार लास्ट टाइम फकाइ माल्दाको बिचरा पिठीमा चाक्क ल ल ल अर्काउ न ल भयो म हारेँ म जान्छु ल मेरो टाइम हो के है ल हुन्छ रोबिनजी तपाईँलाई जन्मदिनको धेरै धेरै शुभकामना है त फलोस् फुलोस् अझै प्रगति गर्नुहोस् अलिकति यो एकदमै राम्रो सबै बोल्नुहुन्छ यस्तै सबै नै बोल्नुहोस् फलोस् कहाँको फुल्ने पागल कपाल त फुलिसक्यो अरू के फुल्नु बाँकी छ र ल जन्मदिनको धेरै धेरै शुभकामना फेरि पनि है त बिल्कुल ल ल आजलाई गयो बाई राम्रोसँग बस्नु ल बाई टेक बाई केयर बाई इन्जोय योर डे ह्यापी बर्थडे ओके गाइस हाम्रो आशिका छन् र यहाँ बोलाम त बोलाम आशिका कहाँ आशिका श्रेष्ठ आशिका हाम्रो श्रीमतीलाई हेर्ने आशिका श्रेष्ठ मेरो भदैनीको नाम आशिका पुन नेपालको ठुलो सामाजिक अभियन्ता आशिका तामाङ ए प्रभु तनाव छ गाइस बोलाम त गाइस बोलाम तिमी फुल ह्याप्पी बर्थडे भन्नुभएको छ गाइस 12 बजेपछि भने राम्रो होला गाइस हैन बर्थडे सुरु भएकै छैन साथीहरु है आज 12 बजेपछि मेरो बर्थडे हो साथीहरु है सुन्दाजी तपाई कहाँ हो तपाई चनौटामा हो म शुक्रबार चनौटा आउँदै छु ल भेट्नु पर्छ हाम्रो टपमा हुनुको सुन्ता दिदी सिस्टर चनौटामा तपाई शुक्रबारमा तपाई घर पानी खान आउने हो गाइस अरे केक काट्ने हो कि नाच्ने केक काट्ने नाच्ने 12 बज्नु 12 बज्नु गाइस 12 बज्नु दिनुस् के गाइस बोलाम न खोज्दैन कोही पनि आएन गाइस खै आशिका रिसारा भाइ क्या यार खै गाइस रिक्वेस्ट आयो नि त गाइस आशिकालाई बोलाम त गाइस आशिका पाण्डे नाममै मैले सर्च गर्छु ल गाइस है आशिका पाण्डे एकैछिन गाइस मलाई आशिका पाण्डे सर्च ASHIK आशिका PANDEY पाण्डे ल मैले सर्च गरेँ गाइस आशिका पाण्डे है कहाँ हुनुहुन्छ उहाँ बोलाम खै कतिजना 69 जना हुनुहुन्छ गाइस ल बोलाम त गाइस खै उसको लाइभ हेरिरहेको छु मैले यति बेला बोलाम न गाइस बोलाम साथी छिटो यार कायाको रिक्वेस्ट आइसक्यो के फेरि अब यता रिक्वेस्ट यसरी गर्न त गाली खान्छ गाइस यार बोलाम न छिटो यार हामीसँग धेरै टाइम छैन अदाको रियल आडी उडेको छ गाइस ल अदाको रियल आडी उडेको छ मेरा मित्रहरू है त्यही भएर अदा चाहिँ लास्टमा पुरानो आडीदेखि आउँछ ब्याकअप आडीबाट आउँछ गाइस हैन अदाको रियल आडी उडेको छ ल आशिका नमस्ते दाइ कहाँ हो त नि हामी नमस्ते आर्मी हुनुहुन्छ बिल्कुल अनि के त नि आफ्नो हालको पर्ने मान्छे त राम्रै छ दाइ मलाई त कस्तो डर पो लाग्यो के को डर भने के हामी के टाउकाको डेन्जर लेखेको लोको टाँसेर हामीले के को डर भने म बाघ भन्नु म तिमीलाई खान्छु खानु त खानुहुन्न अनि यो सुन्दरताको राज के हो भन्दै मेरो जन्मै सुन्दरता भयो त दाइ जन्मै सुन्दरता रे के बामाले के जन्मने बेला पनि के फेरेनमा पनि लाथेर यार नै मतलब कसरी आउँछ पछि केसरमा यहाँ सुन न केसरमा के दुध हालेर खानुपर्छ अरे दुधमा केसर हालेर खानुपर्छ अरे अनि राम्रो जन्मिन्छ अरे त्यही भएर होइन यार मतलब यस्तो गोरी मान्छे कसरी जन्मिन्छ यार हाउ इज इट पोसिबल मेरो मम्मी गोरी हुन्छ नि त मेरो बाउ कोन से कालो थिएर म त कालो छु है बा अयो त्यही भएर यार अनि के छ दाइ ठिक छ टाउको सारा पेट गिलो छ बहिनी आउ थिच्दिन